खालको प्रवृत्तिले त्यो राज्य सञ्चालन गर्नलाई त्यो जुन अहिले भन्ने हो भने त्यो बेला भन्ने हो भने राजा, अहिले भन्ने हो भने प्रधानमन्त्री राष्ट्रपति जे छ कार्यपालिकाको प्रमुख, त्यो ठाउँमा पुग्नको लागि साम दाम दण्डभेद हाम्रो राजनीति भन्ने बित्तिकै साम दाम दण्डभेदको 4वटा कुरा आउँछ। धेरैको 4वटा कुरा आउँछ। जसरी हुन्छ त्यो ठाउँसम्म पुग्ने प्रवृत्तिलाई राजनीति भनियो त्यो बेला। तर अहिले परिवेश बदलियो। अहिले नेपाली मात्र होइन, चाइनिज मात्र होइन, इन्डियन मात्र होइन, अमेरिकन, संसारको कुनै पनि व्यक्तिले जसले भित्र आफ्नो आत्मामा मानवीयता जगाएको छ उसले एउटा किरा पनि मार्नलाई यो मार्नुहुन्न भन्छ। उसले गरेवालाई पनि माया गर्छ, किरा फट्याङ्ग्रा कुकुर बिरालो सबलाई माया गर्छ। त्यो मायामा उसले अझ आफ्नो मानवीय स्वभाव छ भन्ने कुरालाई स्वीकार्छ। यो प्राणीभित्रको मात्र होइन, हाम्रो प्रकृतिमाथिको सन्तुलनलाई उसले स्वीकार्छ। प्रकृतिभित्र सन्तुलन हुनुपर्छ। जहाँ प्रकृतिको असन्तुलन भयो त्यहाँ आफ्नै क्षति भयो भन्ने कुरालाई स्वीकार गर्छ। त्यो दृष्टिकोणले हेर्ने हो भने अब राजनीति के हो त? हामी परिस्थिति बदलियो। संसारको 8 अरब मान्छेको प्रत्येक एकजनाको जो अहिले चाहिँ आवश्यकता के हो र सोच के हो, गन्तव्य के हो भन्ने कुरामा बदलियो। तर जुन बेला हामीलाई सर्भाइभलमा चाहिँ गाह्रो भएको बेलामा एउटा कन्सेप्ट बसिएको थियो राजनीतिको, त्यो कन्सेप्ट आजसम्म छ। त्यसकारण के भएको छ भन्दा संसारभरिको मान्छे शान्ति सद्भाव सह अस्तित्व चाहन्छ। तर त्यो संसारभरिको मान्छेलाई रिप्रेजेन्ट गर्ने, प्रतिनिधित्व गर्ने सरकारहरूले अरू बाँकी मान्छेलाई ध्वस्त गर्नको निमित्त वार्षिक रूपमा $1 ट्रिलियन अफ बजेट चाहिँ छुटाउँछ। त्यो जुन आणविक बमहरूले संसारलाई अहिले कतिपल्ट ध्वस्त गर्न पुग्छ तपाईँहरूलाई बढी थाहा हो, सर्च गर्दा आउँछ। त्यो ध्वस्त गर्ने जुन बमहरूले, त्यो जुन हतियारहरूले बाघ मार्ने, अरू जङ्गली जनावर हामीलाई खतरा हुने चिजहरू मार्ने होइन, अरू मान्छे मार्नको लागि। वास्तवमा मान्छे के चाहन्छ भन्दा एक अर्का बिचमा सद्भाव, प्रेम, सहअस्तित्व चाहन्छ। मान्छेमा मात्र होइन, जनावरमा चाहन्छ। जनावर मात्र होइन, प्रकृतिमा सन्तुलन चाहन्छ। तर हाम्रो प्रतिनिधित्व गर्ने सरकारले अरू मान्छेलाई मार्नको लागि, हामीलाई नै मार्नको लागि हतियार बनाउँदै देखिस् मैले तिमीहरूको लागि काम गरेको छु भनेर हामीलाई त्यो किसिमको छाप पारिरहेछ। कारण के हो? राजनीतिप्रतिको बुझाइ गलत हो। त्यो राजनीति भनेको त्यतिखेर जसरी हुन्छ साम दाम दण्डभेद प्रयोग गर्न शक्तिमा पुग्नलाई भनिन्थ्यो भने आजको दिन राजनीति के हो भन्दा करुणा हो। आजको दिन राजनीति करुणा हो, प्रेम हो। जसले आफ्नो जीवनको चिन्तन गर्दैन, जसले यो सर्भाइभल लेभल अफ लाइफ अफ पर्पज अफ लाइफलाई छुट्याएर हेर्न जान्दैन, त्यो कहिले पनि लिडर हुनै सक्दैन। जसले जीवनमा आफूले गरेको कामको प्रतिफलको रूपमा बारेमा सोच्छ ऊ व्यापारी हो। छोड्यो, त्यो व्यापारीहरू व्यापार गरून्। जसले चाहिँ मैले जीवनमा आत्मबोधको बारेमा थोरै चिन्तन गरेँ र म बाहेकका जति पनि यो संसारमा प्राणीहरू हुनुहुन्छ, मानवहरू हुनुहुन्छ, सबैले त्यो सोच्ने वातावरण बन्नुपर्छ भनेर भित्रबाट त्यो करुणा बगेर ती सब मानव समुदायको लागि थोरै केही गर्नुपर्छ भन्ने सोचले यदि केही गर्छ भने त्यो सोच चाहिँ राजनीतिको कोर हो। यो कुरालाई बुझाउँदै जानुपर्छ जस्तो मलाई लाग्छ। मैले यो छोट्याएर समअप गरेँ। समअपमा के भन्दाखेरि संसारलाई नेतृत्व गरिरहेको, संसारलाई चलाइरहेको यदि राजनीति हो भने त्यही राजनीतिको गलत बुझाइले आज हो कि भोलि हाम्रो संसार जोखिममा छ। त्यो संसार जोखिममा परेको कारण जुन राजनीतिको गलत बुझाइले गर्दाखेरि नै हाम्रो जस्तो देश चाहिँ अरू ठुला शक्ति राष्ट्रहरूको अधीनमा परेको छ। उनीहरूको भू राजनीतिक रणनीतिभित्र परेको छ। मेरो विचारमा आजको दिनमा यदि पृथ्वीनारायण शाह जिउँदो हुन्थ्यो भने, हामी मध्येबाट हुन्थ्यो भने यो संसारभरिको मुक्तिको लागि, त्यो शान्ति सद्भाव र सहअस्तित्वको अनि त्यो वातावरणलाई बनाएर गुरु गोरखनाथले भने जस्तै आत्मबोधको यात्रातर्फ हरेक मानवलाई लान सकिने खालको राज्य नीति, त्यो खालको नीतिलाई चाहिँ अघि सार्थ्यो होला। त्यसैले राजनीति भन्थ्यो होला। एउटा गोरखनाथ जब अन्तिम सबै समाप्त भइसकेपछि अन्तिम एउटा हिन्दू मानव बच्छ, त्यो पनि अन्तिममा चाहिँ यही पृथ्वी पथ जागेमा गोरखनाथको तल त्यो सुत्छ भन्ने एउटा कविता मैले कल्की भन्ने एउटा कविता सङ्ग्रह निकालेको छु। त्यसैबाट चोरेर हो मैले निकाल्न त्यसमा गएको छ। त्यसमध्ये एउटा कविता हो र मेरो आदरणीय गुरु परिचय त छैन व्यक्तिगत रूपमा। मैले यो यात्रा किताब चिरञ्जीवी सरहरूले उहाँलाई हेर्न दिनु। मैले 40वटाको उपनिषदको व्याख्या गरेर उहाँको ऊ पनि हेरेको छु। मैले 40वटा उपनिषद व्याख्या गरेर मैले एउटा किताब निकाल्न लागेको छु, यो यात्रा भन्ने। उहाँलाई नै हेर्न दिनु भन्नुभएको छु। मैले उयो सङ्ग्रह म लामो कुरा नगरी कविताको रूपमा जान्छु। त्यसको पनि गोरखनाथ जाग्दा
हिन्दू मानव सूच्च विषयको तल राष्ट्र जलेर भयो खरानी, राष्ट्र जलेर भयो खरानी, समाप्त भइसकेको जात्रा, माथि छ रोगी चन्द्रज्योति, तल छु म हिन्दू मानव एउटा, तल छु म हिन्दू मानव एउटा। बाल उमङ्गबाट जुन तन्त्र अपवित्रमा जो भरिराखे, आज त्यही देख्नु पर्यो, उही तन्त्र मरिरहेको, उही तन्त्र मरिरहेको। बुढो सूर्यको आँखामा मोतीबिन्दु लागेको छ, बुढो सूर्यको आँखामा मोतीबिन्दु लागेको छ, प्राणपट तोडिरहेको बुढियाबाट संसार बचिराखेको छ, प्राणपट तोडिरहेको बुढियाबाट संसार बचे। कहीँ देखिन्न प्रेमको गाउँ, कहीँ देखिन्न प्रेमको गाउँ, बगैँचाको शेष नमुना पनि सारै दिशा पालामा, अरू पशुपतिमा पनि, अरू पशुपतिमा पनि कर्मको झुन्ड भइराख्यो, ठाउँ ठाउँमा जीव जन्तुको अति पुत्र भत्किराख्यो, घर घरमा सबै गिरे मरिराखे, घाट पथ मात्रै बाँकी रह्यो, घाट पथ मात्रै बाँकी रह्यो। हरिश्चन्द्र मूल्यको बजार काशी भयो, हरिश्चन्द्रको मूल्यको बजार काशी भयो। दृष्टिको सत्यको परीक्षा स्वर्गद्वारमा भएर रह्यो, लक्ष्मीको प्रसादले सशस्त्र पीडा बजाइने हो, रडका रोगी राजा मरे, उत्पादन सबै सिपाही भयो, उत्पादन सबै सिपाही भयो। कतै क्रोध कतै प्रवृत्तिको बारुदको कलाबाट मेघ गर्जन पनि पुरै उजाडिसक्यो राष्ट्र सबै तरिकाबाट, मेघ गर्जन पनि सबै उजाडिसक्यो राष्ट्र सबै तरिकाबाट। अब त बाँकी कहीँ छैन जीवनको आघात पनि, हावाको बेगले हानेको चक्करबाट केही बेर बसेर थाकेर बस्न परि, केही बेर थाकेर बस्न परि। पूर्ण चन्द्रमाको उज्यालो एक क्षणमा आफूभित्र विक्षिप्त ल्याइदिएर, पूर्ण चन्द्रमाको उज्यालो आफू क्षणमा एकै चित्र विक्षिप्त ल्याइदिएर राष्ट्रको अन्तिम पला छाएर आउला भूगोलमा, राष्ट्रको अन्तिम पला छाएर आउला भूगोलमै। कोटी कोटी वर्षको क्रममै जीवन गुमाएर सावंश बुझाएर हिन्दू मानव रहन्छ अन्तिम एउटा सुतेर, हिन्दू मानव रहन्छ अन्तिम एउटा सुतेर। ओम सूर्य, हिन्दू ब्राह्मण शिखाबाट तिमी र म जोडिएर निस्किएका थियौँ, बिन्दुनाथ केन्द्रबाट आलोकबाट फेरि हुन्छौँ होला अन्धकारमा बिले साथ आजबाट। साँचो मानव निशाको आधा मन कालो, त्यही आधाबाट आयो तिम्रो सधैँ चमक उकालो। हामी अगाडि देव भएर अगाडि सहसार पनि सबै कुरा मिलाइ जुलाइ भएका थियौँ, मानव पनि हो गर्यौँ हत्या दोस्रोको, तर स्वयं आफूसँगै डराइ राख्यौ पनि। साँचो हो त्यो गर्यौ पाप, तर सधैँ ईश्वर छ भनिराख्यो पनि। तब त स्वर्ग भनिरहेको छ, धरती बढी मैलिन्छ, लोकतन्त्र नामका मानिस जति बढी नर्क हिँड्छ, लोकतन्त्र नामका मानिस जति बढी नर्क हिँड्छ। निर्धन थिएँ म, कारण रामबाट थियो सङ्घर्ष मेरो, हुर्केको थिए पञ्चतत्व मुद्रा अभ्यास मेरो। हाय प्राण प्रवाहमा भयो साँझ फलाम पनि, हे स्वर्गवासी अमर, मनुष्य जस्तै निर्दिन होला पनि। खासमा तैँले जानेको हुन्थ्यो भने ना क्रिया सोच प्रवाह परिवर्तित कसरी हुन्छ भनेर, रूप रस र गन्ध स्पर्श संज्ञा कति मधुर नरम छ भनेर, ज्योति पिण्डको हृदय सम्झी ताप सधैँ सहेर, नाडिया तन्त्रीको तन्त्रमा बहेको आगो नसलाई फलाम गरिराखेका। माटो होइन आगोको पुतला मानव कहाँ भिडिन्छ, ज्वालासँग भिड्नेवाला त हिन्दू कहाँ निर्दिन्छ, हामीमा बसेको आग लुक्दै फुट्दै नष्टपछि कता कता बसी बुझ्छु म, पढ्छु फेरि उसैको बसमा पनि। त्यो सङ्गिनी सिगा पनि हुन्छ आजसँग म किनेर, नाच्न थाल्छ मेरो हृदय गतिमा। नयाँ रक्तको गलेको अग्निको धारा, अन्धकारको मागत सब सुतेर रहिरहेको छ। पराधीको इतिवृत्त यही क्षणभरमा हराएर जान्छ। लोभको प्रतिशोध कलह लाज भएको कहानी, पाप चक्र धुनेवालामा आँखामा खारिएको पानी, अगणित आविष्कार प्रकृतिको रूप जित्नेवाला, शरीर पञ्चकोश ऊर्जा आनन्दमयमा जिउनेवाला। देव ध्यान ध्याता एवनियमको विरति मानवको तप गर्नबाट अहम बर्बाद सिकाओ, उन्नति विकास विजयको कर्मिक रेखा देखाओ। होला सबै बिलिन भजनमा, हेर एकै पलमा राष्ट्रको अन्तिम रात छाएर आउला भूगोलमा, डुबी गए देवता लौ सबै समरसमा, दूतमा झरे प्रिय पतनमा, सूर्य पनि अन्तिम किरणको साथ, जीवनको अन्तिम आशा पनि सब कुछ गयो पशुपति आर्य घाटामा। तर पनि छुम यहाँ हिन्दू मानव एउटा रहेको छु यहाँ त। दसैँ पालको कीर्तनमा मुद्राहरूको मेला, तर अन्तिम हिन्दू मानव प्रलयदेखि अझै नडराएको होला, एक अमर ध्यान ज्योति विश्वासले भरिएर एउटा कीर्तनको महागर्तमा त्यही विश्वास चलेर, आफै प्रशस्त गरेर निर्भय सावंश पुत्र चलेर, निवारण हो त्यो त्रिभुवनमा जीवन फैलाएर, त्यही देवता आज मृत्युको रणभित्र लुकेर आएको छ। देव तेरो रुद्र रूपबाट निखिल विश्व डराएको छ।
विश्वास एक नरश्रेष्ठ छ, विश्वास एक निरश्रेष्ठ छ आज जसको स्वागत गरिबसेको छ। आऊ खोला जटा टबी प्रवाह लेङ्गा पछाडेर, आऊ खोला जटी टवा प्रवाह लेङ्गा पछाडेर, पृथ्वी पथ धनुष ध्वंसको धाराबाट, पृथ्वी पथ ध्वनि ध्वंसको धाराबाट जय हो जसको पर स्पर्शबाट गोरखनाथ जाग्छ। फूल हस्त छ काँडामा झुन्दै तिमी भित्रैछौ खोजी भेट्छौ नडुल्दै। हिन्दू राजशास्त्रमा कार्यकारी निकायले कानुन बनाउन पाउँदैन, त्यो त्यसलाई लोकतान्त्रिकै अत्यन्त लोकतान्त्रिक मान्छ। आजको विश्वले पनि कार्यकारी निकायलाई कानुन बनाउने अथवा विधि निर्माण गर्ने अधिकार छैन। त्यसकारण त्यो विधि निर्माण अधिकार निर्माण गर्ने अधिकार यहाँ पनि छैन भन्ने देखिन्छ उनको मतमा। लोकतान्त्रिक चिज देखिन्छ। र अर्को देखिन्छ दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कजाइदियो भन्ने शास्त्रमा कहेको छ भन्दा शास्त्र भनेको त्यति बेलाको विधान हो, कानुन हो, नियमहरूको सङ्गालो हो र त्यही सङ्गालो अनुसारै शासकीय व्यवस्था सञ्चालन गर्नुपर्छ भन्ने डिप्लोपतिको मत छ। भारतको बिचमा फुट नहोस् भनेर उनले पाण्डे र बस्नेतको बिचमा पारिवारिक सम्बन्ध स्थापित गर्छन् र पाण्डेको ढाल र बस्नेतको तरबारको बिचको सन्तुलन नै शासकीय अर्थात् एकीकरणको सवाल हो भन्ने कुरा उनको निष्कर्ष छ। र राजनीतिक अर्थराजनीतिक सवालमा उनी अब्बल छन्। अघि सरले पनि भन्नुभयो अर्थराजनीतिक सवालमा पनि डिप्लोपति उठ्दैछ। यसमा स्वदेशी उत्पादन त्यसो भन्दैमा पृथ्वीनारायण शाहको टेक्स्ट चाहिँ आजको सन्दर्भमा एफआइडी अथवा विदेशी लगानीप्रति निरुत्साहित गर्नुपर्छ भन्ने होइन। उनको सोचाइ स्वदेशी उत्पादनलाई चाहिँ स्वदेशी स्रोत साधनलाई चाहिँ सकेसम्म स्वदेशी स्रोत साधन उपलब्ध भएसम्म स्वदेशी स्रोतहरू प्रयोग गरेर परिचालन गर्नुपर्छ भन्ने हो। यसको अर्थ उनले चाहिँ त्यसो भनिएको होइन, किनकि उनी गोर्खा हुँदाखेरि विभिन्न महाजनहरू उनका धेरै अगाडिका राजा रामशाहले नै काठमाडौँबाट महाजनहरू झिकाइएको र दक्षिण भारतबाट पनि महाजनहरू झिकाएर व्यापार गराइएको भन्ने छ। त्यसकारण उनी चाहिँ व्यावहारिक रूपमा चाहिँ वैदेशिक लगानी वैदेशिक उसको विषयमा विरोधी देखिन्न, तर के स्वदेशी स्रोत साधन चाहिँ सबै विदेशीको हातमा जान्छ कि भन्ने कुरामा उहाँको चिन्ता हो। र उनले खानी भएको ठाउँलाई खानी खोल्न र मानव बस्ती विकास हुन योग्य ठाउँलाई मानव बस्ती विकास गर्दै कृषि र मानव बस्तीको बिचमा सन्तुलन कायम गर्न भनिएको हो। उहाँको विचार त्यो देखिन्छ। अर्को कुरो चाहिँ परराष्ट्र सम्बन्धमा हामीले दुई ढुङ्गा बिचको तरुललाई बढी ध्यान दिन्छौँ, तर उहाँले भनेको दुई ढुङ्गा बिचको तरुल मैले बुझेको चाहिँ यो टेक्स्टलाई हेर्दा मैले बुझेको टप टु बटम हेर्दा र उनले लिएका सन्दर्भ ग्रन्थ उनले 3टा सन्दर्भ ग्रन्थ लिएका छन् यो किताब। रामशाहको, जयस्थिति मल्लको र महेन्द्र मल्ल 3टा सन्दर्भलाई मैले लिएको छु भनेर भनेका छन् यो टेक्स्ट। त्यो 3टा सन्दर्भलाई तुलना गरेर हेर्दाखेरि उनले चाहिँ सन्तुलित परराष्ट्र नीति सँगसँगै सांस्कृतिक परराष्ट्र नीति राख्नुपर्छ भनिएको हो। यो सन्दर्भ सांस्कृतिक सहसम्बन्ध हाम्रो प्राथमिकता हो, त्यसको सँगसँगै हाम्रो परराष्ट्र नीतिमा सवालमा राखेका अन्य सम्बन्ध राख्नुपर्छ भनेको। किन उनले 2224 राज्यलाई विदेशी राज्य हुने भन्दैनन् भनेको छ। 2224 राज्य त सहायकी राज्यहरू हुन्, हाम्रो छेउछाउमा हुन्थ्यो, सामान्य झगडाले बसेका हुन् भन्छ। त्यहाँदेखि त्यो पारिवारिक अर्थात् हाम्रा व्यक्तिगत दुश्मनीहरू त्यसबाट झल्केका देखिन्छ। तर राज्यको मानकमा र राज्यका तत्त्वहरूमा गर्दा त्यसो गर्दाखेरि यो देखिँदैन। तत्कालीन अवस्थामा इतिहासको विषयलाई यहाँ गुरुले करेक्सन गरिदिनुहुन्छ होला। नेपालको सिमाना सायद चीनसँग त्यति बेला जोडिएको थिएन, तिब्बतसँग मात्रै जोडिएको थियो। तिब्बत त्यति बेला राज्य थियो। त्यो अवस्थामा चीनसँग घा राख्नु भन्दाखेरि तिब्बतभन्दा परको राज्य पनि हाम्रो लागि सुरक्षित छैन भनेको हो है। तिब्बतभन्दा परको राज्य पनि हामीबाट पनि हामी सचेत हुनुपर्छ भनेको हो। यो सन्दर्भ त्यसरी देखिन्छ त्यो टेक्स्ट हेर्दाखेरि। हुन त यहाँ के अरे आफ्नो विचारधाराले गर्दाखेरि कतैपट्टि ठुलो शत्रुता राख्ने साथीहरू र कतैपट्टि ठुलो मित्रता राख्ने साथीहरू यहाँ हुन्न भन्ने मलाई लाग्दैन। मलाई राम्रोसँग नेपाली समाजको त्यो मनोविज्ञान म पनि यही कारिगरमा हुर्केर बढेको मान्छे हो, मलाई थाहा छ। तर म त्यो कारिगरमा त्यति सहमत छैन, म त्यति सहमत नहुने मान्छे हो। किनकि वस्तुस्थितिले कहिले पनि त्यो कारिगरलाई स्थापित गर्दैन। त्यो भनेको त्यस कारण वस्तुनिष्ठ
परराष्ट्र नीति राख्नुपर्छ भनेको यसको अर्थ। यहाँनिर अर्को कुरा के देखिन्छ भने हिन्दुस्तानलाई दबाई राखेछ भन्नाले त्यो शासकलाई समर्थन गरेको हो त? त्यो त गरेको होइन। त्यसो गर्दा त यहाँ त यो के अरे चाहिँ मार्क्सिजममा आएका औपनिवेशिकवाद अर्थात् साम्राज्यवाद भन्ने शब्द र अहिले पछिल्लो समयमा आएका हामीले पढाउने गरेका चाहिँ यो हेजिमोनी कल्चरल पोलिटिकल हेजिमोनीसम्मका शब्द विषयवस्तुको पूर्व सङ्केत पृथ्वीनारायण शाहले गरेको देखिन्छ होइन? त्यो अवस्था देखिन्छ।